हेलो गाइस, यता सुन्नु होला। भान्जी र म अनि भान्जीको मामु मामुको भाइ हामी घुम्नु जाँदैछौँ हैन। यहाँ कोलपुलको यहाँ बेलनपुर नहरमा भान्जीले हामीलाई घुमाउनु लानु हुँदैछ। त्यही भएर सबैजना हेरिदिनु होला। 1-2 वर्षपछिको भेट हो यो हाम्रो। कहाँ हिँडेको होला बुङडुङ बुङडुङ गर्दै? यहाँ हेर्नुहोस् यस्तो हरियाली छ। उता हाम्रो मम्मीहरू यहाँ माइजूको घर जाँदै हुन्छ। हाम्रो माइजूको घर चाहिँ ऊ पर छ। हाम्रो यस्तो सिक्किम इन्डियामा त यस्तो हुँदैन। यहाँनिर कोलपुरमा यस्तो दामी हुँदो रहेछ। भान्जीले घुमाउनु हुँदैछ। एकदम घुमेर हेर्नुको लागि एकदम मजा छ एकदम रमाइलो लागिरहेको छ। हजुरहरु पनि एकचोटि आएर हेर्नु होला। ऊ यहाँ आन्टीहरू काम गरिराख्नु भएको छ। यति राम्रोसँग काम हुन्छ यहाँ। अघि भनेको ठिक छ नि त, राम्रो छ। हेर्न के मजाले फलेछ। आज हामी धेरै खुसी छौँ। अहिले चाहिँ म आफ्नो अब माइजूको घर पुगिसकेको छु। माइजूको घर यस्तो छ। माइजूले बाख्रा पाल्नु भएको छ। ऊ त्यहाँ माइजू हुनुहुन्छ, उता कुरा गर्न लाग्नु भएको छ। उता फेरि अर्को माइजू चाहिँ हिँडिराख्नु भएको छ अगाडि। हेलो गाइज, हामी त यहाँ कता कता छौँ। हामीलाई पनि थाहा छैन, हामी हराए छौँ। तपाईहरुले खोजिदिनु पर्यो लु। तपाईहरुले खोजिदिनु पर्यो हामीलाई। हामी कहाँ छौँ भनिदिनु पर्यो। हाम्रो टुङ्गै लागेन। कति लामो हुनु चाहिँ के भिडियोमा पनि देखिनु हजुर। तिम्रो फोनमा अटाउनु हैन के? पछाडि के कुरा गर्ने हैन, बोल्नु न। ऊ पछाडि गएर त ऊ त्यहाँ वाउ कस्तो दामी काउ। जानु गर ढोक गर्नु के आफ्नो गाई मातालाई ढोक जानु। वाउ गाउँ स्मल गाउँ। वाउ ब्युटिफुल। वाउ फ्यान्टास्टिक पापा, फ्यान्टास्टिक गाउँ। धोका दियो मम्मीलाई खुट्टाले। ऊ पारी पुल मुनि ऊ आदि फेरि आउँदै रहेछ ऊ यहाँ। फोटो अझै खिच्ने होइन मामु को यताबाट नि हिँडिरहेको छ त। ऊ जाँदैछ त्यहाँ। ऊ यहाँ भिरबाट ऊ जाँदैछ।